त्यो अझै जान्न होला है, बस्छ होला। राइनो लज एन्ड होटेल। हामीले राइनो, रियल राइनो बास बसेछ। चरिरहेछ। चरिरहेछ, राइनो त चरिरहेछ। चरिरहेछ। दौडेर कहिले आउँछ कि नै होला यो। यहाँसम्म त ठिकै छ, नजिक जानु भएन, एकदम स्पिड दौडिन्छ नि त्यत्रो बडी गाह्रो हुन्छ नि, उनीहरूको फर्किन्छ गाह्रो हो नि। फर्किन्छ यो त यसको ओपन ठाउँ भएपछि फर्किन्छ, डेन्जर मान्छेले भन्ने मतलब एकदम छिटो फर्किन्छ। भनेपछि त यसले यो दौडेर भेट्टा भने त हामी कतै केही गर्न भ्याउदैनौँ है। जङ्गल सफारी लजमा आएर बस्दो रहेछ, अनि कहाँको जङ्गल सफारी यहाँ चाहिँ प्रयास गर्नु किनभने पहाडी छिरिङ ठाउँ छ यसमा खोलाबाट। मैले अस्ति पनि आउँदाखेरि अस्ति पनि दुईवटा पहाड दुईवटा थियो, मोटामोटी 3टा आउँछ यहाँ कि राति 3टा पुरै फाइट गर्छ, सबैको फाइट। Oh my God. त्यो भन्दा यता आउँदैन थियो। आउँछ, यता पनि आउँछ, यतातिर आउँछ, त्यतातिर सुत्ने बस्ने खाने हुन्छ क्या। त्यसमा त हजुरहरूलाई डेन्जर हुन्छ। हामीलाई पहिल्यै थाहा हुन्छ नि त। कसरी भन्दाखेरि यो आए चाहिँ होइन, यसको मुभमेन्टहरू थाहा हुन्छ कि हामी सबै स्टाफलाई। आयो, चढिरहेछ, खराक खराक गर्छ नि त, अनि गर्न आउँछ नि त, त्यही भएर थाहा हुन्छ। ल यो अझै बस्छ होला, म ब्रेकफास्ट खाएर।